यी सबै भिडियोहरू एआईबाट बनाएका हुन्, जुन अहिलेको समयमा विभिन्न सोसियल मिडियाहरूमा निकै भाइरल भइरहेका छन्। जुन एकाउन्टबाट यस्तो खालको भिडियो आएको छ त्यसमा भ्युज र फलोवर्स तीव्र गतिमा बढेको छ। यस्तो खालको भिडियो तपाईँले सजिलैसँग बनाउन सक्नुहुन्छ। यसको लागि तपाईँले सबैभन्दा सुरुमा च्याट जीपीटी ओपन गर्नुहोला। त्यसपछि यहाँनिर प्लसको अप्सनमा थिचेर मुनिपट्टि एक्सप्लोर एप्स भनेको छ, त्यहाँनिर थिच्नुहोला र थिचिसकेपछि यहाँ जीपीटीएस भन्ने दाहिने साइडको माथिपट्टि हेर्न सक्नुहुन्छ। त्यहाँनिर थिचेर यहाँ सर्च बारमा म्याचस्टिक सर्च भनेर सर्च गर्नुहोला। सर्च गरिसकेपछि यहाँनिर तपाईँलाई अप्सन आउँछ। अब यहाँनिर तपाईँले कुनै पनि एनिमल अथवा कुनै पनि चिजको चाहिँ नाम लेख्न सक्नुहुन्छ। त्यसपछि यसले चाहिँ तपाईँलाई फोटो प्रोम्प्ट र भिडियो प्रोम्प्ट दुइटै यहाँनिर तयार गरेर दिनेछ। साथसाथै अरू पनि रिलेटेड प्रोम्प्टहरू दिनेछ। अब तपाईँले सबभन्दा सुरुमा माथि रहेको फोटो प्रोम्प्टमा थिचेर त्यसलाई कपी गर्नुहोला। त्यसपछि तपाईँ यहाँनिर जेमिनी एआई भन्ने एउटा एप रहेको छ, त्यो एपमा यहाँनिर गएर यहाँनिर तपाईँले त्यो प्रोम्प्टलाई यहाँनिर पेस्ट गर्नुहोला। पेस्ट गरेपछि यसले चाहिँ तपाईँलाई इमेज तयार गरिदिनेछ। यो फर्स्ट स्टेप हो। सबैभन्दा सुरुमा तपाईँले इमेज तयार गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ सेभ भन्ने अप्सन छ, यहाँ यो फोटोलाई तपाईँले सेभ गर्नुहोला। अब सेभ गरिसकेपछि यो तपाईँको ग्यालेरीमा गएर सेभ हुन्छ र यसलाई ब्याक गर्नुहोला। अब भिडियो बनाउनको लागि तपाईँले फेरि यहाँनिर च्याट जीपीटीमा गएर यो भिडियो प्रोम्प्टलाई कपी गर्नुहोला। त्यसपछि यहाँनिर गुगल क्रोम ब्राउजर ओपन गर्नुहोला र यहाँ सर्च बारमा गएर FLOW फ्लो भनेर सर्च गर्नुहोला र यो फर्स्टमा आएको वेबसाइटमा थिच्नुहोला। त्यसपछि यहाँ एकाउन्ट छैन भने एकाउन्ट क्रिएट गर्नुहोला। त्यसपछि यहाँ क्रिएट अ न्यू भनेको ठाउँमा थिच्नुहोला। अब न्यू प्रोजेक्टमा थिच्नुपर्ने हुन्छ। यहाँ थिचिसकेपछि तपाईँलाई यहाँनिर इमेज यहाँनिर फर्स्ट स्टार्ट र इन्ड्स भनेको छ, स्टार्टमा थिच्नुहोला र माथिपट्टि यहाँनिर तपाईँलाई फोटो अपलोड गर्ने अप्सन छ, त्यहाँबाट तपाईँले अघि डाउनलोड गर्नुभएको फोटोलाई अपलोड गर्नुहोला। सो यसरी फोटो अपलोड गरिसकेपछि यो त्यहाँनिर प्रोसेसिङ भएर चाहिँ त्यहाँ जानेछ। त्यसपछि मुनिपट्टि यहाँ तपाईँले अघि कपी गरेको प्रोम्प्टलाई यहाँनिर पेस्ट गर्नुहोला र यहाँनिर अब तपाईँले यहाँनिर कस्तो खालको भिडियो ल्यान्डस्केप रोटेट कतिवटा त्यो तपाईँले रेसियोहरू सिलेक्ट गरेर यहाँनिर त्यो सेटिङ मिलाएर पेस्ट गर्नुहोला। त्यसपछि तपाईँको भिडियो बन्न सुरु हुन्छ र यसरी चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ भिडियो बनेर रेडी भएको छ। सो म यसलाई यहाँनिर एकचोटि प्ले गरेर देखाउने छु। र भिडियो अब यसरी तपाईँको भिडियो रेडी भइसकेपछि यहाँनिर माथिपट्टि डाउनलोडको अप्सन हेर्न सक्नुहुन्छ। डाउनलोडको अप्सनमा थिचेर तपाईँले कुन रेसियोमा चाहिँ डाउनलोड गर्न खोज्नुभएको त्यसलाई सिलेक्ट गर्नुहोला। तपाईँ एचडी हो भने त्यसलाई इन्हान्स गर्नुपर्ने हुन्छ, त्यसमा टाइम लाग्छ। सो 720मै राम्रो हुन्छ। त्यसलाई डाउनलोड गरिसकेपछि तपाईँको यो भिडियो चाहिँ ग्यालेरीमा गएर बस्नेछ। त्यसपछि तपाईँले कुनै पनि सोसियल मिडियाहरूमा चाहिँ सजिलैसँग सेयर गरेर फलोवर्स र भ्युज कमाउन सक्नुहुन्छ।